के तपाईँ हुन्डी गर्दै हुनुहुन्छ? हुन्डी गर्दै हुनुहुन्छ भने आफ्नो पैसाले आफैलाई कारबाही गर्दै हुनुहुन्छ। कुनै न कुनै दिन त फस्नुहुन्छ। तपाईँ त फस्नुभयो। साधारण घरमा भएका महिलाहरू, बाउआमाहरू फस्ने सम्भावना पनि हुन्छ। यो हुन्डीले 3 महिना कि 3 वर्षसम्म कारबाही हुनसक्छ र तपाईँले पठाएको पैसाको डबल पैसा तिर्न पनि हुनसक्छ। अर्को कुरा, देशलाई पनि घाटा हुन्छ। सरकारको कुरा गर्दाखेरि सरकारसँग तपाईँलाई रिस उठिरहेको देश होइन, देशलाई पनि घाटा हुन्छ र तपाईँलाई पनि घाटा हुन्छ। यो यसरी तपाईँले पठाउनु कसरी हुन्छ हुन्डी भन्दाखेरि तपाईँले कुनै मान्छेलाई पैसा दिनुभयो, त्यो हुन्डी हो। अनि त्यसले नेपालमा हालिदियो, त्यो हुन्डी हो। अनि कतिपय के भन्छ भने पहिल्यै हालिदिन्छ, त्यो पनि गलत कुरा हो। र फेरि अर्को कुरा, नेपाल सरकारले के हेर्नु पर्यो भन्दाखेरि इलिगल पैसा कसरी आउँछ त अर्काको खातामा, किन हाले त उसले, त्यो खोजी गर्नु पर्यो नि। नेपाल सरकारको पनि गल्ती छ यो कुरामा। तर हामीले हाम्रो जिम्मेवारी के हो त? अनि चाहिँ केपी ओलीले केही पनि गरेन, देशै खतम भयो, यहाँ भयो त्यहाँ भयो भन्ने, अनि गाली गर्ने, फेक आइडी बनाएर। अनि हाम्रो चाहिँ के हो? हाम्रो चाहिँ काम हुँदैन। त्यो हुनाले तपाईँले कसैले पनि अब हामीले यो हुन्डी चाहिँ गर्दै नगर्ने, गरेको देखे पनि जानकारी गराउने र नगर भनेर भन्ने एउटा घाटा पनि छ, एउटा देशलाई पनि घाटा छ, आफैलाई पनि घाटा छ। त्यो हुनाले हामी पनि जिम्मेवार बन्नु पर्यो। अबदेखि कसैले नगरौँ।